र त्यस बेलामा जगदीश दाईको भिजनले नै हो कि आँखा स्वास्थ्य पनि आधुनिक स्वास्थ्यको एउटा महत्त्वपूर्ण धागा भएको हुनाले आँखा स्वास्थ्यको एउटा आँखा केन्द्र यहाँ बनाउने भनिकन अहिले भएको हाम्रो यो जुन घर छ तामाकोशी सेवा समितिको घर छ जहाँ हाम्रो अस्पताल छ। अहिले अस्पताल त 2007मा मात्रै रजिस्टर भएको हो, इस्वीसम्म 2007मा मात्रै रजिस्टर भएको हो। त्यो बेलामा तामाकोशी सेवा समितिको एउटा स्वास्थ्य केन्द्र मात्र थियो। त्यो बेलामा चाहिँ हामीले नयाँ स्वास्थ्य केन्द्र आँखा केन्द्र चाहिँ हामीले स्थापना गरेर एकजना अप्थाल्मिक एसिस्टेन्ट र एकजना सहायक राखेर हामीले आँखा केन्द्र सुरु गरेका थियौँ। र यो आँखा केन्द्रको महत्त्वपूर्ण पाटोमध्ये के थियो भने तपाईहरू कसैले हामीमध्ये धेरैले देखेका थियौँ कि महत्त्वपूर्ण पाटो चाहिँ तिलगङ्गा आँखा केन्द्रबाट डाक्टर रोहित भारी बोकेर भरिया लगाएर यो उसको के भन्छ बुस्तीको बाटो भएर तामाकोशीमा उहाँ मोटरमा आउनुहुन्थ्यो र भरिया लगाएर किम्तीको स्कुल र हाम्रो मन्थली स्कुलमा चाहिँ त्यो बेलामा स्वास्थ्य हाम्रो आँखा शिविर हुन्थ्यो। त्यो बेलामा कस्तो थियो भने बिरामीहरू हेर्दाखेरि एउटै हाम्रो चाहिँ स्वास्थ्य शिविरमा 1400-1500 बिरामीहरू हुन्थ्यो। उहाँ खोटाङदेखि ओखलढुङ्गादेखि बिरामीहरू बोकिएर आउँथे मुख्यबिन्दु भएको। र हाम्रो यहाँ स्वास्थ्य हाम्रो चाहिँ स्कुलमा कुनै पनि त्यस्तो घर थिएन। एउटा घर थियो जुन चाहिँ सुरुमा चाहिँ धुलै धुलो हुन्थ्यो। त्यो एउटा सानो अहिले भएको अगाडिको बिल्डिङ त त्यहाँ एउटा एक तले यो घर थियो र त्यो एक तले घरमा चाहिँ यो धुलो मात्रै उड्ने ठाउँ थियो र त्यो धुलो मात्रै उड्ने ठाउँमा पनि पराल बिछ्याएर त्यहाँ चाहिँ अपरेसन गरेको बिरामीहरू राखिन्थ्यो। र पछि तामाकोशी सेवा समितिले नै त्यो धुलो आउने मा चाहिँ के भन्छ यो भुइँमा चाहिँ के भन्छ सिमेन्ट लगाएर त्यसलाई चाहिँ ढलान गरेर अलिकति त्यसलाई चाहिँ राम्रो बनाएको थियो त्यो एउटा घरलाई पनि। र त्यहाँ चाहिँ हाम्रो अपरेसन हुन्थ्यो। यसरी डाक्टर रोहितले र जगदीश घिमिरेले जो यहाँ आएर बोकिया भारीमा बोकाएर पनि जो सामानहरू ल्याएर चाहिँ अपरेसन गर्नुहुन्थ्यो त्यसभन्दा पछि पनि धेरै पछिसम्म पनि उहाँहरूलाई चाहिँ गाउँमा जानलाई मोटर बाटो थिएन र गाउँको स्कुलहरूमा गएर क्याम्प शिविर हुन्थ्यो त्यहाँ पनि अपरेसन हुन्थ्यो। स्कुलमा गएर शिविर अपरेसन थिएटर बनाइन्थ्यो र त्यहाँ पनि हाम्रो चाहिँ सेवा हुन्थ्यो। आँखाको मोतियाबिन्दुको अपरेसनको सेवा हुन्थ्यो। यसरी बिस्तारै हुँदै जाँदाखेरि एउटा सानो कोठाबाट हामीले यसलाई सुरु गरेका थियौँ। अहिले भएको कोठाबाट त्यहाँबाट अहिले हाम्रो डायलाइसिस भएको ठाउँमा 2टा कोठामा हामीले त्यसलाई सार्यौँ। र त्यसपछि भूकम्पपछि के भयो भने हामीलाई एउटा यो भूकम्पको प्रिफ्याब प्राप्त हुनुभयो तिलगङ्गा आँखा अस्पतालबाट। अनि त्यो भूकम्पको जुन प्रिफ्याब जापानिज एउटा संस्थाले डोनेट गरेको त्यो चाहिँ हामीलाई प्राप्त हुने भयो। र जो अहिले हामीले चलाइरहेको सेन्टर जुन छ त्यो चाहिँ जापानको एउटा एनजिओले दिएको र तिलगङ्गा आँखा अस्पतालले हामीलाई प्रदान गरेको प्रिफ्याब भवनमा चाहिँ अहिले हामीले चलाइरहेका छौँ। र अघि नै सरले भनिसक्नुभयो अब हामीलाई नयाँ घर किन चाहियो त त्यो नै थियो भन्दाखेरि आधारभूत रूपमा फरक चाहिँ के भने अहिले हाम्रो घर चाहिँ खालि ओपिडी सेवाहरू र बिरामी हेर्ने सेवाको लागि मात्रै उपयुक्त छ र हामीलाई अब आधुनिक एउटा अपरेसन थिएटर पनि चाहिन्छ भन्ने जुन महसुस भयो। के कारणले भने मोटर बाटोहरू बन्यो। मोटर बाटोहरू बनिसकेपछि रामछाल जिल्लाभरिको बिरामीहरू पनि मन्थलीमा आउन सक्ने अहिले अवस्था छ र काठमाडौँमै हुने जुन क्वालिटीको सर्भिस मन्थलीमा चाहिँ किन नदिने त भन्ने जुन कन्सेप्ट आइसकेपछि यो कुरा अगाडि बढिसकेपछि त्यो तिलगङ्गा आँखा प्रतिष्ठानको एउटा कन्सेप्ट बन्यो। त्यो कन्सेप्ट अनुसार अरू जिल्लाहरूमा पनि यस्तै खालको घरहरू बन्दैछ। सायद यो तेस्रो घर बन्दैछ यो र नेपालभरिमा। यो चाहिँ के भने जिल्ला स्तरमा नै एउटा राम्रो काठमाडौँको क्वालिटीको सर्जिकल सेवा जुन चाहिँ दिनुपर्ने हो त्यो दिनका लागि चाहिँ यो हाम्रो अहिले स्थापना भएको छ।